हेर भाइ, आजभन्दा लगभग 20 दिन अगाडि यही तिम्रो यही खाटमा बसेर मैले चाहिँ एउटा भिडियो बनाएको थिएँ, जहाँ कि खेत रोपेका थिए तर चाहिँ पानी थिएन। खेत पनि कति दुःखले रोपेका हुन् तर पानी चाहिँ अडिएको थिएन। र अहिले पनि पानीको थोपो यहाँ चाहिँ देखिएको छैन तापनि धान यति राम्रो भएको छ। अब यो चाहिँ पक्कै पनि मल नै होला। पानी छैन, पानी यो जग्गा यो धानले चाहिँ पानी पाएको छैन। यो आकाशबाट परेको पानी जे पायो त्यही पनि यहाँ अडिने चाहिँ अवस्थै छैन। अडिँदैन, पानी नै अडिँदैन। खेतमा पानी चाहिँ अडिएको चाहिँ देखिँदैन र पनि धान यति चाहिँ राम्रो रोपो यति राम्रो भएको छ। यो जुन डुम्बियाको फाँट हो, मैले एकचोटि यो भर्खर रोप्दाखेरि रोपेका 2-4 दिन भएको अवस्थामा मैले चाहिँ यही खाटमा यसरी नै भाइकै खाटमा बसेर अरू विष्णु भाइकै खाटमा बसेर मैले चाहिँ यो भिडियो बनाएको थिएँ। अहिले पनि यो पानी नभए तापनि यो धानको चाहिँ अवस्था देखेर मैले फेरि चाहिँ एउटा चाहिँ भिडियो बनाउनु मन लागेको छ। यस्तो विकासका चाहिँ कार्यहरू चाहिँ बर्खा लाए तापनि भएका छन्। माथि चाहिँ डोजर कराएको छ, डोजर चाहिँ बाटो बनाउन सुरु गरेका छन्। एउटा चाहिँ यो पनि यो खुसीको कुरा हो। विकासका चाहिँ क्रमहरू पनि भएकै छन्। अहिले चाहिँ जे होस् राम्रो, खेतीपाती पनि राम्रो छ। थन्क्याउने बेलासम्म कस्तो हुने हो, तर अहिले चाहिँ को अवस्था चाहिँ राम्रै देखिएको छ। यति भन्दै हाम्रो विष्णु भाइको चाहिँ घरमा बसेर यता पछाडिपट्टिका चाहिँ जुन यो अवस्थाहरू चाहिँ मैले यो मोबाइलमा अथवा क्यामेरामा चाहिँ कैद गरेको छु। धन्यवाद।